ल साथीहरू अब विदेश बसाइ पनि घर जाने बेला भएछ यार 2 वर्ष कसरी कट्यो थाहै पाइएन त हो 2 वर्ष कट्यो अब नेपाल छुट्टिने बेला आयो अनि आफ्नो कुन महिनामा नोभेम्बरमा हैन जाने नोभेम्बरमा म अब यही अक्टोबरमा जाने अनि आफ्नो म पनि नोभेम्बरमा अब यसरी 2 वर्ष सँगै बिताइयो हैन हजुर जाने दिन पनि आयो ल अब त्यही त हो नि ठिकै छ अब बस्यो खाइयो हैन अनि नेपाल गएर के गर्ने प्लान छ त बिएसए गर्ने होला तपाई त बिहे नगरेको मान्छे ए बिहा गर्ने सोच गरेको हो अब बिएसए गरेर बोलाउनु पर्यो साथीभाइलाई कस्तो खालको पाइन्छ हैन पाइन्छ पाइदैन साथीभाइलाई कहाँ बिर्सिने यार बिहामा इन्भाइट गर्छु नि केटाहरु आउनु पर्छ हैन हैन गफ मात्र हो बिहे गरेपछि चाहिँ हैन पाएपछि अनि साथीहरु सम्झिनु छ सम्झिहाल्छु नि साथीभाइ भनेको त जिन्दगीभरिको लागि हो नि बुढी भनेको त अब देखिहाल्छ नि म त अनि आउने बेला प्लेनै उडाएर आएको के चाहियो मलाई अनि स्याङजाली रहेछ ए झापाली होला हैन स्याङजाली हो स्याङ त कहाँ हो घर तपाईको कहाँ थियो घर मेरो झापा हो झापाको घर भनेपछि त डरो छ होला फटाइ होला घर 5 तलेको घर छ यसरी यसरी गरेर हेर्यो भने चिजको टोपी झर्छ चिजको टोपी झर्छ हो नि एकचोटी म हेर्न आउँछु है झापातिर त्यस्तो घर हुन्छ र उसको होला के खरको छानोला घर होला खरको छानोला घर होला हो ल 5 तला ढला नै हो नि हो एकदम सिमेन्टको ढला अब त्यही हो छुट्ने जाने बेला भयो है